हेलो गाइस, वेलकम बैक न्यू ब्लॉग। आई होप सबैजना आरामी हुनुहुन्छ होला गाइस। हामी पनि आरामी छौँ गाइस। आज हामी खोलामा गोटा माछा मार्न जान लागेको छौँ गाइस, साथीहरूसँग गाइस, भाइहरू छन् गाइस हैन। आई होप सबैजना आरामी हुनुहुन्छ होला। अस्ति वाइफसँग गएको थिएँ गाइस, आज भने म भाइहरूसँग जान लाग्छु। अस्ति भाइहरू छुटेको हैन, अनि आज हामी जाँदै गर्छौँ। अनि हाम्रो भिडियो हेर्दै गर्नु होला र साथ दिनु होला। हामी भिडियो बनाउँदै जान्छौँ अलिअलि गाइस। केही भन्न चाहन्छौ भाइ? अब हेरिदिनु होला, सस्तो परिदिनु होला, सब्सक्राइब गरिदिनु होला। नाम भाइको? मेरो नाम चाहिँ भन्नु किन? मेरो युट्युब च्यानल चाहिँ DN08 भ्लग छ। हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। भाइको नाम? मेरो नाम विकास बिका। यी अलिकता घरभन्दा अलिकता उता आइसक्यो गाइस। खोला भने ऊ तल पर्छ गाइस, ऊ त्यहाँ पर्छ गाइस, ऊ खोला त्यहाँ पर्छ। अलिअलि देखिन्छ गाइस, हेर्नु यस्तो छ सिनहरू गाइस। भाइहरू यस्तो आइरहेको छ ल गाइस। देख्न सक्नुहुन्छ गाइस, एकदमै धेरै गाइस, एकदमै हरियाली छ गाइस हैन। हाम्रो गाउँ गाइस हेर्नु हैन, यस्तो छ हैन, पुरा हरियाली छ गाइस, हेर्न सक्नुहुन्छ। बाटो हेर्नु यस्तो अप्ठ्यारो बाटो छ गाइस, यस्तो अप्ठ्यारोबाट जान्छौँ हामी। गाइस हामी फाइनली गाइस अहिले हामी यहाँनिर मोटर बाटोसम्म आइपुग्यौँ गाइस। अब यहाँदेखि हामी गाइस खोला जान्छौँ हैन। टक्क खोला भन्ने त्यहाँ अगाडि छ गाइस, त्यहाँ छ। केटा पर्ख्यो पर्ख्यो पर्ख्यो, बाटो अप्ठ्यारो छ बाटो गाइस, एकदमै अप्ठ्यारो छ गाइस हैन। यस्तो छ बाटो। अनि भाइहरू अगाडि गएका छन्। एकदमै अप्ठ्यारो छ गाइस। खोला आइपुग्यो गाइस, त्यहाँ पारि खोला छ गाइस, त्यहाँनिर गाइस खोला गाइस। खुट्टा भाँचा सकेर गाइस हामी फाइनली गाइस अहिले हामी एकदमै खोलामा आइपुग्यौँ गाइस। खोला गाइस यता छ है, खोलो भने सुकेर एकदमै सानो भएछ गाइस, पानी नपरेको धेरै भइसकेछ गाइस। तपाईँहरूलाई अब हामी गोटा मारेको अब देखाउँछौँ। परेछ गाइस, परेछ एउटा माछा परेछ। देखाऊ त ल, साइड ल्याऊ त। कहाँनिर थियो ओहो, यहाँ गोटा परेर रहेछ गाइस। यसोमा त गोटा अनि माछा ल गाइस। अब हेर्नु केटाहरूले के पारेको छन् है भाइहरूले। वो भाइ माछा त ठुलै पारेछौ त हो। खै गोटो पनि छ, गोटो पनि छ, खै गोटो पनि छ। अर्को देखौ त, गोटो कुन हो? गोटो त्यो त घामले देखिन कि। ल ल ल लगेन भेटाउ गोटा। ल गोटा माछा केटा मार।
ल फटाफट मार ल र मलाई भन त 2 3 गो ल फाइनल गाइस गाइस ल अलि ओर देखाउ त तिमीले देखाउ त तिम्रो फोटो पनि खिच्ने कि बसी ल ओ गाइ ल यस्तो छ दामी ल दामी बल छ भेटाऊ ल देखाउ त भाइ तिमीले पुत्के समात्दै नसमातेर पुत्क्यो अरे ल भाइ खै तिम्रो देखाउ त ओ गाइस ल ल गाइस ल अब भाइले मार्दैछ भेटेछ कि छैन है अब ल भाइ ल भाइ ल खाना थाल्छ आएको त ल भाइ केटाले गोटो खाएर देखाऊ ल भाइले ल के भनेको भाइ कहाँनिर साँच्ची गाइस यहाँनिर रहेछ त है कहाँनिर गयो हेर त ल झिका त वा टोक्ला 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 गोटो त हैछ ठुलो रहेछ टोक्ला 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 टोक्न खोजिरहेछ अन्डा छन् के खै धेरै अन्डा छन् खै अन्डा भएको त खाइन्न होला तर निकाल त आरामसँग बच्चा छन् कि अन्डा छन् खै एउटा त आँखा पनि हुन्छ यसको त होइन ए होइन गा यत्रो फुलहरू रहेछ गा वा अन्डाहरू गास बच्चा गर्दैन अर्को ठाउँमा गाइस अलि उता होइन जहाँबाट निकालेको पहिला त्यहाँनिर अर्को मोटर हो ल देखियो गाई ल समाते केटाले है नजिक गर त ल भाइ केटाले समाते ल भाइ ल देख एकचोटि गोठ कत्रो छ खुट्टाभरि च्यादिएर फालेछन् केटाहरूले खुट्टा अहिले फेरि भेटाए एउटा गोटा ल यहाँ त ठुलै रहेछ गाइस ल भाइ ल ठुलै रहेछ गाइस गोटा भेटायो भाइस कहाँ भेट्यो भाइ ल गाइस भाइले फेरि गोटा भेटाछन् के ल गाइस ल लास्ट अब ल गाइस अब फेरि कहिले भिडियो बनाउन गाइस अब चाहिँ लास्ट यो ल भाइ राख आधी केजी मारि आधी केजी गाइस यति मारेर गाइस हैन लगभग आधा केजीसम्म छ हैन माछा त गाइस माछा यति मारियो गाइस आज टोटल माछा यति नै गाइस धेरै माछा भएन हैन पछि यो भाइ आएर हेलो नयाँ गाइस आएर माछा मारेको हैन अब हामी अब माछा गोटा केही पनि मार्दैनौँ गाइस ल निकालेर यसमा हाल साफ गरेर भरे बेलुका बन्न सकिन्न होला हैन बनाएको त ल गाइस बाई बाई गाइस ल केटा बाई बाई गरिदियो त हेलो केटा बाई बाई हैन अर्को गोटा देखाउँछ अहिले गाइस हामी अब घर फर्किन्छौँ गाइस हैन नुहाएर हैन माछाहरू गोटाहरू मारेर अहिले हामी घर फर्किन थालेछौँ गाइस हैन अनि हामी फर्किन्छौँ गाइस बाटो गाइस यस्तो छ गाइस खोला आफै छ अब यहाँ आफ खाने यहाँनिर आँप भएको ल गाइस भाइहरूले आँप खानेर गाइस
ल गाइस बाई बाई, म अब घर जान्छु गाइस। साना भाइहरू उतै लिचेर आँप खान बसे गाइस। मलाई लिन भाइ आएका थिए, म चाहिँ बाइकमा गएँ गाइस। हस् त, नमस्ते, थ्याङ्क यू। सबैले मेरो भिडियोलाई लाइक सब्सक्राइब गरिदिनु होला र धेरैभन्दा धेरै माया गरिदिनु होला गाइस। साथ र सपोर्ट देखाउनु होला गाइस। हल्का कोसिस गरेको गाइस, कोसिस गरेको मान्छेले एकदमै साथ सपोर्ट गर्नु होला गाइस र अगाडि बढ्नु होला गाइस। ल टाटा बाई बाई गाइस, थ्याङ्क यू सो मच।